आदरणीय हाम्रो गाउँलेहरू भन्ने सम्बोधन गर्न चाहे र पहिला कुरा त यहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। म यस पाण्डवखानीमा जहिले आए तापनि तपाईँहरूले एउटा मायाको चिन्ह भनौँ अथवा सम्मान गर्नुहुन्छ। एक प्रकारले बडो खुसी लाग्छ। त्यो गाउँघरमा वर्षौँपछि आउँदाखेरि गाउँलेहरूले यसरी चाहिँ एउटा सम्मान दिँदाखेरि एउटा अलिकति कष्ट महसुस हुँदो रहेछ र यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र दोस्रो नम्बर कुरा, हाम्रो निरज सरको जति पनि यो स्कुललाई चाहिने व्यवस्थित गर्ने कुराहरू गर्नुभएको छ, त्यस सम्बन्धमा जाँदैनौँ। र अर्को नम्बर कुरा, तपाईँहरूले जति पनि कुरा भन्नुभयो यी कुराहरू सबै पारदर्शीमा जोडिएको कुरा देखेँ मैले, जसलाई ट्रान्सपेरेन्सी भन्छ। यसमा जोडिएको छ तपाईँहरूको सबै कुरा, चाहे यतावाल बोल्नुहोस्, चाहे यतावाल बोल्नुहोस्, चाहे उतावाल बोल्नुभएको छ। सबै कुराहरूले के बुझ्छ भने त्यसलाई ट्रान्सपेरेन्सी भनेको के हो भन्ने कुरा बुझ्छ। त्यसमा एउटै शब्द म बोल्न चाहेँ होइन, हाम्रो दाइले भन्यो, यहाँ भजियाले भन्यो होइन, सबै पैसा उठाउनु पर्छ भन्ने कुरा गर्नुभयो। त्यो चाहिँ कस्तो हो भने सो इच्छाको कुरा हो, त्यसलाई हामीले कति कुरा गर्न नमिल्ने हो है। र त्यसलाई चाहिँ त्यत्तिकै छोड्ने पनि होइन, हामीले एउटा समय सीमा चाहिँ तोक्नुपर्छ। र तपाईँहरूको वरामा चाहिने एउटा गठन गर्नुभएको छ समिति, उनीहरूलाई जिम्मा दिने हो। समय सीमा तोक्ने अनि वरामा तपाईँहरूले समिति गठन गर्नुभएको छ, उनीहरूलाई नाम रोल पठाइदिने हो। सम्पूर्ण यो समयभित्र दिन्छन् दिन्न नो भनेर लेखेर पठाइदिनुहोस्, हामी नाम काटिदिन्छौँ। जसरी हो त्यो त मिना त गर्नु पऱ्यो नि, दिन्न भने के गर्नु? परिक्रम छ छैन नि, ऋण दिएको नि होइन, अब टोकेर उ गरेको नि होइन, गर्दाखेरि त्यति मात्र हो। र यो चाहिँ पैसा उठाउने कुरा भयो। र दोस्रो नम्बर कुरा के भन्छ भने, जस्तै हामीसँग सम्पूर्ण डकुमेन्ट छ हेर्नको लागि भन्नुभयो, त्यो कुरा चाहिँ डकुमेन्टहरू भनेको तपाईँहरूको जस्तै यो ब्याङ्कमा प्रिन्ट गरेर ल्याउनुहुन्छ तपाईँहरूले होइन। म डोलाई डिबलाई पनि भनेको छु होइन, व्यवहार कसरी चलाउनु पर्छ भन्ने क्या, त्यस्तो खालको हाम्रो स्टेटमेन्ट जे छ प्रिन्ट गर्ने ल्याउने। यो बैठक हुनुभन्दा पहिला त्यो चाहिँ नि सबैलाई वरामा दिने, सबै हामीले हेर्नुपर्छ भन्ने जरुरी होइन क्या। त्यो वरामा दिने र वराले चाहिँ नि त्यो निष्पक्ष भएको नभएको उनीहरू खण्डन गरून्छ, उनीहरूले खण्डन गरून्। वरादेखि त्यसको प्रतिक्रियाहरू के आउँछ, तपाईँ सञ्चालकहरूले त्यसलाई अब मनन गर्दै जाने हो, गति भएर सुधार्ने हो भन्ने कुरा चाहिँ राख्दै म यहाँहरूसँग दुई शब्द राखेर बिदा हुन चाहन्छु।